सम्माननीय सभामुख महोदय, आज यो संसदको रोस्टममा फेरि पनि उभिएका छौँ। यहाँ केही हुन्छ कि भन्ने आशाले र यो अहिले हामीले यो प्री बजेटमाथि जसरी हामीले यो छलफल गरिरहेका छौँ, यो चाहिँ यहाँ छलफल गरिसकेपछि केही बजेट आउँदाखेरि चाहिँ केही कुराहरू सहजका साथ संशोधन भएर आओस् भन्ने उद्देश्यका साथ छौँ। संसद करिब करिब शून्य जस्तै देखिन्छ। अब होस् नहोस् पनि कसरी, अब यता बोलेको कुराहरू लागू नै नभएपछि यसको महत्त्व घट्दै गएको छ। सरकार चाहिँ संसदप्रति जवाबदेही हुनुपर्नेमा सरकार चाहिँ संसदप्रति जवाबदेही नभइसकेपछि यो संसदको महत्त्व पनि घट्दै घट्दै जानुपर्ने यो स्वाभाविक हो। तर एउटा आश्चर्य कुरा, मेरो पार्टीभन्दा अलिक परको काङ्ग्रेसतिर गएँ म। यो नेपाली काङ्ग्रेसमा दुईजना सशक्त युवा नेता हुनुहुन्छ, महामन्त्री गगन थापा र माननीय विश्वप्रकाश शर्मा। उहाँहरूको त्यो नीति तथा कार्यक्रममा कहीँ पनि देखेनौँ हामीले। यो किन प्रश्न गरिरहेछौँ भने यो संसदको सबभन्दा ठुलो दल हो नेपाली काङ्ग्रेस र फेरि सरकारमा सहभागी भएको दल पनि हो। सायद उहाँहरूलाई यस्तो लाग्यो जस्तो लाग्यो, खाउँ भने कान्छा बाउको अनुहार, नखाउँ भने दिनभरिको शिकार जस्तै भयो जस्तो लाग्छ। विरोध गरिहालौँ, यहाँ आएको केही पनि छैन। विरोध गरौँ, आफ्नै पार्टी सरकारमा छ, के विरोध गरौँ? नगरौँ, मनले मानेको छैन, बरु संसदै छोडिदिउँ आनन्दै। त्यो भए हुनाले यो चाहिँ कस्तो अवस्था छ यो संसदको भन्ने कुरा यो एउटा सामान्य उदाहरणबाट पनि थाहा हुन्छ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदयज्यूलाई र सरकार संसदप्रति चाहिँ जवाबदेही होस्। त्यो भए हुनाले अहिले विशेष गरेर हामीले विभिन्न कुराहरू हामीले यहाँ अवलम्बन गऱ्यौँ। यहाँभन्दा अगाडि नीति तथा कार्यक्रममा भाग लाग्यौँ, अहिले प्री बजेटमा भाग लिँदैछौँ। अब विभिन्न बुदाहरू आएका छन्। अब अहिलेको सरकारले त्यो पहिलोको सरकारले के नगरेका थियो, अहिलेकोले केही गरेन भन्ने चाहिँ होइन। यो यस्तै हो आउने। भोलि हामी पनि सरकारमा भयौँ भने आउने यस्तै हो। किनकि यहाँ यस्तो अवस्था यो कसरी आयो भनिसकेपछि यसका 3-4वटा कारण छन्। यो संविधान देखाएँ मैले। यो संविधानभित्रका केही दफाहरू तपाईँहरूले पास गर्नुभयो त्यतिखेर, जसले आफैलाई घाँडो भएको छ। जस्तै हिजो मात्रै तपाईँलाई थाहा छ होला, प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा अदालतबाट पक्राउ पुँजी जारी भएका मान्यज्यू पनि सहभागी हुनुहुन्थ्यो। तर त्यहाँ प्रहरीले छुँदैन। किन छुँदैन भनेपछि के व्यवस्था गरेको छ भने प्रहरी ऐनमा, यो संविधानले पनि खुकुलो बनायो। प्रहरी ऐनमा के छ भने प्रहरीको सिनियर सकल दर्जाबाट बढुवा गर्ने अधिकार सम्पूर्ण मन्त्री परिषदमा छ। तर त्यही कुरा नेपाल आर्मीमा छैन। किन? आर्मीले तपाईँहरूको भन्या मान्छ जस्तो लाग्छ? मान्दैन। इतिहास थाहा छ त, रुखबन्द कौटाल हँदाउँदाखेरि प्रधानमन्त्रीले राजीनामा दिनु परेको थियो। तर आज प्रहरीमा त्यो कुरा किन छैन? किनभने त्यो बढुवा गर्ने जुन जिम्मा छ, त्यो जिम्मा चाहिँ मन्त्री परिषदको हातमा हुन्छ, बिचरा मन्त्रीको हातमा हुन्छ। अनि कसलाई बढुवा गर्ने, कसलाई सरुवा गर्ने, अनि आफ्नै कार्यकर्तालाई सरुवा र बढुवा गरेपछि त्यो कार्यकर्ताले अर्को मान्छे पक्राउ गर्छ। आज उहाँहरूको सरकार छ, उहाँहरूको मान्छे पक्राउ गर्दैन। भोलि अरू कसैको सरकार आउला, फेरि उनीहरूका मान्छे पक्राउ गर्दैन। त्यो भएको हुनाले हामीले यी संवैधानिक विभिन्न नेपाल सरकारका निकायहरूको सरुवा बढुवा गर्ने काम चाहिँ उनीहरूको विभागले गर्ने, त्यहाँ चाहिँ सरकारले दखलअन्दाजी नगर्ने। तर उनीहरूले राज्य र देशका विरुद्धमा काम गरे भने त्यो कुनै स्पष्टीकरण होइन, सिधै जागिरबाट निकाल्ने किसिमको यदि नीति बनेको भइदिए भए आज यो अवस्था हुँदैन थियो। अहिले जानुस् त, मुद्दा चल्दैन अदालतमा भन्छ। आज फौजदारी कसुरका मुद्दासम्म दर्ता हुँदैन। किन हुँदैन भने महान्यायाधिवक्ता कसले नियुक्ति गर्छ? प्रधानमन्त्रीले। नेपालभरिका सरकारी वकिल कार्यालय कसको अन्डरमा हुन्छ? महान्यायाधिवक्ता। अनि त्यो महान्यायाधिवक्ताले त आफ्ना पार्टीका कार्यकर्ताले अपराधै गरे पनि सरकारी वकिललाई चाहिँ मुद्दा लिन भन्दैन। अनि यसरी सिन्डिकेट गरेपछि अनि आज तपाईँको न्यायालयमा चाहिँ सही हिसाबले न्याय किन हुँदैन? अदालतको प्रधान न्यायाधीश नियुक्ति गर्दाखेरि हामीले संवैधानिक परिषदबाट गर्छौँ। संवैधानिक परिषदमा को हुन्छ त? संवैधानिक परिषदमा प्रधानमन्त्री हुन्छ, अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख,
राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, त्यसै गरी उपसभामुख। यो सबै राजनीतिक नियुक्ति होइन। अनि त्यस्तो किसिमको न्यायालयमा न्यायाधीश ल्याएपछि अनि ती न्यायाधीशले काम गर्छन्। आज वाइट बडी, एनसेल, 4G कति ठुला ठुला भ्रष्टाचारका काण्ड छन्। अख्तियारले हेर्दैन किन? अख्तियारको आयुक्त र प्रमुख आयुक्त नियुक्ति गर्ने नेपालको संविधानले स्पष्टका साथ तपाईँको अख्तियारको आयुक्त र प्रमुख आयुक्तलाई नियुक्ति गर्ने नेपालको संविधानको धारा 238 मा संवैधानिक आयोगले नियुक्ति गर्छ भने अख्तियारको आयुक्त लोकसेवा आयोग पास गरेर ल्याउँ त, त्यसपछि भ्रष्टाचारका फाइल कसरी खोल्छन् हेरौँ। जसरी पनि हुन्छ संवैधानिक आयोग, चाहे निर्वाचन आयोगको कुरा गर्नुहोस्, चाहे अख्तियारको कुरा गर्नुहोस्, चाहे न्यायालयको कुरा गर्नुहोस्, यी सबै कुरामा चाहिँ के भयो भने राजनीतिक नियुक्ति हुने, संवैधानिक आयोग भन्ने बनाउने, तर त्यसमा सब पार्टीका कार्यकर्ता बस्ने र उनीहरूले जिन्दगीभरि भ्रष्टाचार गरे पनि उनीहरूलाई कारबाही नहुने, यस्तो किसिमको नीति हामीले यो संविधानभित्र लेखेका कारणले गर्दा आज देश बर्बादीतिर जाँदैछ। सुशासन कायम भएको छैन। अहिलेको सरकारले 2/3 पुग्छ। तपाईँ सरकारलाई म अनुरोध र अपिल गर्न चाहन्छु, एउटा ऐतिहासिक निर्णय गरिदिनुहोस्। संवैधानिक आयोगमा संवैधानिक परिषदले होइन कि उनीहरू खुला स्वतन्त्र रूपमा एक्जाम पास गरेर आउने व्यवस्था जारी गरिदिनुहोस्। देश आफै कायापलटको बाटो जान्छ। विषयवस्तुमा प्रवेश गर्नुहुन्छ। म विषयवस्तुभित्रै गएँ। यो चाहिँ किनभने यही विषयवस्तुमै आएको हुनाले, यो किन आएन भने यो कमसेकम आओस् भन्ने हो। यो चाहिँ अस्ति पनि आएन र अहिले विशेष गरेर अब यो बजेटको कुरामा जाँदै गर्दा अब डिजिटल पूर्वाधार तथा डिजिटल अर्थतन्त्र भनेर जो आएको छ, सायद अर्थमन्त्रीज्यूले यसलाई केही डिजिटल गर्न सकिन्छ कि भनेर सोच्नु भएको छ हो कि। अब अहिले हाम्रो कर कति उठ्छ? हामीले भ्याट उठाउने जुन परम्परा छ के सबैले तपाईँ हामीले तिरेको भ्याट चाहिँ सरकारलाई तिर्छन् त? आज हाम्रो छिमेकी राष्ट्र भारत, भुटान लगायतका साना साना देशहरू आज डिजिटल सिस्टममा गइसक्यो। करहरू अहिले ढड्डामा काटिँदैन, त्यहाँ अहिले कर डिजिटल सिस्टमबाट काटिन्छ। आज पनि हाम्रो झन्डै मलेपाले कति गर्छ भन्नु, 77 खर्बभन्दा बढीको करिब अडिट गर्छ। हाम्रो कर कति छ? 298% सम्म पनि कर छ, 5% पनि कर छ। एभरेजमा हान्ने भने 30 देखि 40% त हामीले कर तिर्छौँ भने हाम्रो ट्याक्स उठ्नुपर्ने कति हो? उठ्नुपर्ने त 25 देखि 26 खरब हो नि त, तर उठ्छ कति? 10 देखि 12 खरब। कहाँ जान्छ? जनताले त पैसा तिरेको छ। त्यो चाहिँ ढड्डा सिस्टमका कारणले गर्दा कर चोरी हुन्छ। त्यही भएर नेपाल सरकारको उपसचिवको जाहिर खाएको 1 वर्षपछि, कर कार्यालयमा जाहिर खाएको 1 वर्षपछि छोरा अमेरिका पढाउने, काठमाडौँमा 2-3वटा घर बनाउने कारण यही हो। त्यो भावनाले अहिले अर्थमन्त्रीले यसलाई यदि पूर्वाधार विकास गर्नुहुन्छ भने मेरो अपिल छ, अनुरोध छ, यो पुरै जुन कर लिने प्रणाली छ यसलाई फुल डिजिटलाइजेसन गर्नुभयो भने कर चोरी हुँदैन। कर चोरी भएन भने विदेशीसँग ऋण माग्न पर्दैन। ऋण नमागिकन हाम्रो देश चाहिँ विकासमा अगाडि बढाउन सक्छौँ। हामीलाई कसैसँग ऋण माग्नुपर्ने अवस्था देखिँदैन। अर्को पर्यटन तथा हवाई पूर्वाधार भनेर आएको छ 15 नम्बर बुदामा। अब अवस्था कस्तो छ एकछिन हेरिदिनुहोस् त। हिजो मात्रै एकछिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जाउँ त भैँसी दौडे, कुदाकुद भयो। त्यो जग्गा किन हडपियो? त्यो आवश्यकता थियो कि थिएन? अब यस्ता किसिमका काम गरिसकेपछि अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि संसारमा कुनै पनि पूर्वाधार बन्नभन्दा त अगाडि त त्यसलाई आवश्यक पर्ने प्रशासनिक काम सक्ने कुरा हो नि त। आज प्रशासनिक काम नसकेका कारणले गर्दा विमानस्थलले त्यहाँ उडेका विमानहरूको करबाट, त्यहाँ राखेको पैसाहरूबाट विमानस्थलको तपाईँको चिया र पानी र त्यहाँको तपाईँको प्रशासन गर्ने खर्चसम्म पुगेको छैन। अनि कसरी चलाउनुहुन्छ त्यो विमानस्थल? अब पनि यो चाहिँ कुनै पनि विमानस्थलहरू कुनै पनि ठाउँ बनाउनुभन्दा अगाडि त्यसका प्रशासनिक कामहरू पुरै सक्नुभयो भने बल्ल विकास हुन्छ। होइन भने त यो कमाउ धन्दाका लागि, यसो सेटिङ गर्नका लागि त्यो कति रोपनीको जग्गा भन्ने त भोलि आउला छानबिनमा। तर मैले सुन्नमा गएको 3 लाख रोपनी जग्गा उठाएर, 3 लाख रोपनीको जग्गा उठाएर करिब 3 लाख रोपनीदेखि जग्गा उठाएर यहाँ त तपाईँको 25 देखि 26 लाख रोपनीको जग्गा चाहिँ तपाईँको मुआवजा दिएको भेटिएको छ भन्ने सुन्नमा आएको छ। त्यो भोलि छानबिनले गर्ने राज्यको यसरी दोहन भएको छ। यसमा पनि अर्थमन्त्रीको अहिलेको यो बजेटमा जाओस् भन्ने हो। अब कृषि क्षेत्रको व्यवसायीकरण भन्नुभएको छ। अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध छ, अपिल छ, कृषि क्षेत्रमा अहिले मात्र केही पनि गर्नु पर्दैन। अघिल्लो वर्षको एकछिन डाटा पल्टाइदिनु पर्यो। 2,51,46 करोड रेकर्डेड हामीले कृषिका सामग्रीहरू आयात गरेका छौँ। यो ठुलो रकम हो। तपाईँहरूले अरू केही पनि नगरेर कृषिका जति पनि सामग्रीहरू आयात हुन्छन् त्यसमा एन्टी डम्पिङ ट्याक्स भन्छ।
नेपालमा उत्पादन हुने कृषिका सामग्री बाहिरबाट आउँछन् भने तिनीहरूलाई महँगो बनाइदिने, त्यति मात्रै नीति ल्याउनु भने सरकारको राजस्व पनि बढ्यो र नेपालमा भएका जति पनि कृषिमा उत्पादन गर्ने मान्छेहरू छन् उनीहरूले बजार पाउँछन्, बजार पाए भने उत्पादन 2 गुणाले बढ्छ भोलि। र अर्को एउटा कुरा चाहिँ अब यो विगत 5 वर्षदेखि 1 खर्ब 5 अर्ब 1 मिनेट बाँकी अलिकति 1 खर्ब 5 अर्ब रुपैयाँ करिब करिब कृषिमा अनुदान छ, तर त्यो अनुदानको 90% भन्दा बढी त्यो अनुदान आज किसानले पाएका छैनन्। त्यो पार्टीका कार्यकर्ताले पाउने हो, त्यो रोकिदिनु भयो भने अहिलेको मन्त्रालयबाट यसले चाहिँ तपाईँको त्यसलाई चाहिँ तपाईँको मलखात किन्नका लागि हजुरहरूले खर्च गरिदिनु भयो भने, अर्थात् भोलि बजारीकरणका लागि त्यो किसानलाई खर्च गरिदिनु भयो भने यसले चाहिँ सुगम गर्ला। अब कर्णालीको कुरा छँदैछ, अब कति बोलौँ, सायद अब आउँछ भनेर चुप लाएर बसेका छौँ, अब आएन भनिसकेपछि अब कर्णालीका सबै मान्यज्यूलाई यसपटक पार्टीभन्दा माथि उठिदिनका लागि पनि अपिल गर्न चाहन्छु। हस्, धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल। समयका लागि।